नगरपालिकाको यो दक्षिणकाली परिसरको यो समितिमा आदरणीय 10 नम्बर क्षेत्रबाट निर्वाचित हाम्रो आदरणीय माननीय प्रदीप विष्टज्यूलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। यो हामीले मात्र स्वागत होइन, आज भगवानले पनि पानीबाट उहाँलाई स्वागत पनि गरिसक्नु भएको छ है। मेरो व्यक्तिगत तर्फबाट पनि यहाँलाई स्वागत गर्न चाहन्छु। र अब क्षेत्रीय सभापतिजी हुनुहुन्छ, यहाँ नगर सभापतिजी हुनुहुन्छ, यहाँ प्रदेशको प्रतिनिधिज्यूहरू पनि हुनुहुन्छ, यहाँ उपस्थित रहनुभएका आदरणीय सम्पूर्ण गण्यमान्य दाजुभाइ दिदीबहिनीहरू, आदरणीय हाम्रो प्रहरी प्रशासनबाट पाल्नुभएका सर र हाम्रो यहीँका कर्मचारी साथीहरू सबैजनालाई म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु र हृदयदेखि नै यो दक्षिणकाली माताको परिसरमा स्वागत पनि गर्न चाहन्छु। र मलाई चाहिँ आज चाहिँ साँच्चीकै खुसी लागेको चाहिँ अब यो संविधान तह जुन एउटा मूल मर्म छ, जुन 3 तहको सरकारको एउटा मर्म, जुन सहअस्तित्व सहकार्य भन्ने जुन एउटा 3टा छ समन्वयको कुराहरू, त्यो चाहिँ आज चाहिँ लागू भयो कि कता कता भन्ने चाहिँ कता कता मलाई चाहिँ भान भयो। किन भन्दाखेरि अब लामो समयदेखि हाम्रो दाइ निर्वाचित हुनुभएको आफ्नो ठाउँमा व्यस्त हुनुहुन्थ्यो, हामी पनि आफ्नो ठाउँमा व्यस्त थियौँ। तर आज चाहिँ आफ्नै ठाउँको, जबकि यो नगरपालिकाको नाम नै दक्षिणकाली माताले नै बनेको नगरपालिका र यो परिसरको विकास गर्ने र यहाँका आम नागरिकहरूको जीवन स्तर उकास्ने भन्ने सबैजनाको चाहना अनुरूप नै आजको यो जमघट पनि भएको छ र यहाँहरूले महत्त्वपूर्ण जुन सुझावहरू पनि दिनुभएको छ। कतिपय कुराहरू यहाँहरूले दिनुभएको सुझावहरूमा हामी तत्काल लागि पनि सकेका छौँ होइन। अघि पनि सरले भन्नुभयो, यो पहिलादेखि नै हामीले यो शौचालय जुन मन्दिरमा गइसकेपछि पैसा तिरेर शौच गर्नुपर्ने के, यो दिसा पिसाब भनेको त जबरजस्ती हो कि कसैले रोक्नै सक्दैन। कुनै पनि काम गर्दै गर्दाखेरि हामीलाई दिसा पिसाब आइरहेको छ भने त्यसमा कन्सन्ट्रेट हुनै सक्दैनौँ हामी होइन। त्यही भएर यो चाहिँ निःशुल्क गर्नुपर्छ है भनेर हाम्रो बोर्डबाटै गऱ्यौँ। तर निःशुल्क चाहिँ गऱ्यौँ, त्यहाँभित्रको व्यवस्थापन चाहिँ अझै गर्नु बाँकी रहेको कुरा अघि साथीहरूले पनि भन्नुभयो। यो छिट्टै नै हामी अवलम्ब यसलाई सरसफाइको दृष्टिकोणले, हाइजेनिक दृष्टिकोणले यसलाई चाहिँ अगाडि बढाउने जमर्को हामी पक्कै पनि गर्नेछौँ भन्ने कुरा हो। र अर्को, मैले अब माननीयज्यू नै आउँदाखेरि चाहिँ मैले धेरै कुराहरू भनिनँ। यो यहाँको विकास गर्ने भनेको हामी सबैजना मिलेर गर्ने हो। यहाँको आम नागरिक जो व्यापारीको दृष्टिकोणले यहाँ बसिरहनु भएको छ, कोही भक्तजनको रूपमा आउनुहुन्छ, कोही पुजारीको हिसाबले, कोही जनप्रतिनिधि, कोही समितिको हिसाबले पनि हामी आइरहँदाखेरि हामी सबैजनाको एकता भयो भने न त यो ठाउँको विकास हुने हो होइन। त्यही भएर अब समय अनुकूल चाहिँ हामीले यसलाई चाहिँ डिजिटल रूपमा पनि हामी अगाडि बढ्न खोजिरहेका छौँ, ताकि केही समय पछि नै यहाँहरूले ठाउँ ठाउँमा CC क्यामेराहरू, यहाँ चाहिँ फ्री वाइफाईको कुराहरू होइन, त्यो गर्दै गर्दाखेरि साँच्चीकै अघि भन्नुभएको जस्तै सबै सुधार भयो भने त हामीले यहाँबाट प्रमोट गर्ने कुराहरू सबैजनाले सकारात्मक रूपमा लिन्छन् नि त। त्यही भएर हामीले यो कुरालाई पनि ध्यानमा राख्दै आगामी दिनमा पक्कै पनि यसलाई यहाँहरूको सुझाव सल्लाहलाई मार्गनिर्देशन ठानेर हामी पक्कै पनि यसलाई चाहिँ अगाडि बढाउनेछौँ भन्ने कुरा हो। र अब दाइ नै अगाडि भएको बेला अघि हामी कुरा गर्दैछौँ, अब आज त माननीयज्यू नै आउँदै हुनुहुन्छ। हाम्रो यहाँको स्रोत पनि सानो छ, तर उहाँको जुन एउटा चाहिँ स्तर भनेको माथिल्लो सरकारको हुनुहुन्छ होइन। त्यही भएर यसलाई चाहिँ हाम्रो दक्षिणकाली भनेर भनिरहँदाखेरि यसलाई चाहिँ विश्व सम्पदा सूचीमा हामीले राख्न सक्ने एउटा चाहिँ पहल गरिदिनु भयो भने पक्कै पनि हाम्रो यहाँ चाहिँ आन्तरिक तथा बाह्य पर्यटकहरूको भित्रिनेदेखि लिएर यहाँका आम नागरिकहरू जो बेरोजगारको रूपमा अहिले समस्या झेलिरहनु भएको छ, उहाँहरूले आफ्नै ठाउँमा रोजगारीको व्यवस्थापन पनि गर्न सक्ने कुराहरू पनि छ होइन। एउटा धार्मिक रूपले पनि आउने भक्तजनहरूलाई पनि दक्षिणकाली जाउँ जाउँ गर्ने वातावरण पनि हामी सबैजना मिलेर नै गर्ने हो। त्यो एउटा राख्यो भने अर्को चाहिँ सर्किटको रूपमा के दक्षिणकाली चाहिँ एउटा जुन विभिन्न ठाउँमा अहिले चाहिँ पशुपति आउने बित्तिकै दक्षिणकाली आउनुपर्ने त्यो एउटा जुन एउटा चाहिँ ट्रेन छ नि, एउटा धार्मिक एउटा सिस्टम छ, त्यसलाई पनि हामीले चाहिँ अलिकति यो सर्किटको हिसाबमा दक्षिणकाली चाहिँ जस्तै अब बौद्ध गए पनि अथवा चाहिँ पशुपति गए पनि, स्वयम्भू गए तापनि दक्षिणकाली चाहिँ पुग्नै पर्ने जस्तो एउटा सर्किटको रूपमा चाहिँ हामीले त्यो बनाउन सक्यौँ भने, दाइकै पहलमा त्यो एउटा गर्न सक्यौँ भने पनि हाम्रो 10 नम्बर क्षेत्र अथवा दक्षिणकाली भनेको अब दक्षिणकाली नगरवासीको मात्र होइन, यो विश्वकै हो। त्यही भएर हामी सबैजनालाई यसले चाहिँ राम्रै कुरा हुन्छ जस्तो लाग्छ। यसलाई पनि दाइकै हिसाबमा पहल गरिदिनु हुन पनि मैले विशेष अनुरोध गर्न चाहन्छु।
अर्को चाहिँ अब दाइले अब आज चाहिँ हामी अनुगमन पनि निरीक्षण पनि र के गर्नुपर्छ त्यो चाहिँ हामी गर्नको लागि एकदमै उत्साहित भएर आएका छौँ भन्ने कुरा जुन गर्नुभयो त्यो एकदमै सकारात्मक रूपमा म यसको लागि आभार पनि व्यक्त गर्न चाहन्छु ताकि दक्षिणकाली मातालाई आस्था राखेर एकदमै आउनुहुने भक्तजनहरू कोही चाहिँ एक रात बसौँ न टाढाबाट आउनेहरू एक रात बसौँ न भन्दै गर्दाखेरि हामीले धर्मशालाको व्यवस्था पनि गर्न सकेका छैनौँ। एउटा अगाडि त छ तर व्यवस्थापन त्यति नभएको र अर्को पनि गर्न सक्दाखेरि चाहिँ राम्रो हुन्छ कि भन्ने हेतुले धर्मशाला एउटा चाहिँ बनाउनको लागि पनि अब यहाँले पहल गरिदिनु भयो भने यो चाहिँ अब हामी सबैजना आभारी पनि हुने थियो। यहाँको जस एक किसिमले राम्रो पनि हुन्छ भन्ने कुरा पनि मैले यहाँ राखेँ होइन। अब कानुनको हिसाबमा जस्तै दक्षिणकाली नगरपालिकाले सङ्घ र प्रदेशमा नबाजिने तरिकाले हामीले यहाँ चाहिँ दक्षिणकाली धार्मिक तथा सांस्कृतिक मूल समिति भनेर परिचालन समिति भनेर यहाँ बनाइरहँदाखेरि आदरणीय मूल कमिटीको संयोजक त मेयर साहब नै हुनुहुन्छ र यहाँ डे टु डे काम गर्नको लागि व्यवस्थापन समितिको अध्यक्ष भनेको 6 नम्बरको वडा अध्यक्ष नै हुनुहुन्छ र यावत हाम्रो अब यो दक्षिणकालीको 56 हेक्टरले छोएको ठाउँमा चाहिँ 7 नम्बर र 8 नम्बर पनि पर्ने भएको कारणले गर्दाखेरि त्यहाँका वडा अध्यक्षज्यूहरू पनि हाम्रो यो कमिटीमा चाहिँ सदस्य पनि हुनुहुन्छ।